नमस्कार। कुरो मिलेन, कुरो मिलेन, कुरो मिलेन। नमस्कार। म नेपाली सेनाको बारेमा थोरै जानकारी दिन्छु। तपाईँलाई कतिको विश्वास लाग्छ, लाग्दैन, सत्य हो कि होइन, आफै मूल्याङ्कन गर्नु। पहिला राजा महाराजाहरूले नेपाली सेना जनताबाट टाढा राखिन्थ्यो। किन राखिन्थ्यो भनेदेखि त्यो चाहिँ नेपाली सेनाको सुरक्षाको ध्वजा कवच र विश्वासको एउटा पात्र भनिन्थ्यो। अहिले सानसानो कुरोमा नेपाली सेनालाई जनतासँग युज गरिरहेको छ। त्यो किन युज गरिरहेको छ भन्ने कारण चाहिँ नेपाली जनताबाट पनि नेपाली सेनाको विश्वास टुटोस्, हेलाको पात्र होस् भन्ने हिसाबले हरेक कुरामा नेपाली जनतालाई सेनासँग जुटाइराखिएको छ। त्यहाँ सेनासँग नेपाली जनता जुटाइराखिएको छ। भोलि वैदेशिक हस्तक्षेप भयो भनेदेखि यसलाई यो नेपाली सेनालाई मारो, ठिकै गऱ्यो भनेर जनताले भनुन् भन्ने हिसाबले वैदेशिक हस्तक्षेपको कारणले चाहिँ नेपाली सेनालाई चाहिँ सडकमा उतारिराखेको छ। त्यो भनेको नेपाली जनताको विश्वासबाट पनि टाढा होस्। भोलि लडाइँ लड्दाखेरि पनि नेपाली जनता चाहिँ सेनाप्रति घृणाको एउटा पात्र होस् भन्ने हिसाबले चाहिँ नेपाली सेनालाई अहिलेको सरकारहरूले विदेशी माध्यमबाट युज गरिरहेका छन्। त्यो भने के त नेपाली जनता र नेपाली सेना बिचको आत्मीयता थियो। त्यो आत्मीयतालाई चाहिँ भड्काउनको लागि या चाहिँ त्यो विश्वासको पात्र भनेर चाहिँ एउटा देशको चाहिँ मेरुदण्ड भनेर जुन हिसाबले भनिन्थ्यो, त्यो चाहिँ मेरुदण्ड होइन कि नेपाली जनताको एउटा चाहिँ खलनायक हो। मानौँ नेपाली जनताप्रति आस्था र विश्वासलाई चाहिँ नभइकन नेपाली जनतालाई चाहिँ एउटा चाहिँ त्यो दुःख दिनको लागि राखेको संस्था भनेर चाहिँ भन्नको लागि चाहिँ नेपाली जनता सेनाको बिचको जुन एउटा ग्याप थियो, त्यो ग्यापलाई चाहिँ हटाएर लडाइँको माध्यम जनता र सेनाप्रति राखेको छ। भोलि 2-3 वर्षपछि त्यो चाहिँ के त भोलि विदेशी कूटनीतिक हस्तक्षेप भयो भनेदेखि या यति सेना बिचको लडाइँ भयो भनेदेखि नेपाली जनतालाई चाहिँ नेपाली सेनालाई साथ नदियोस् भन्ने हिसाबले चाहिँ हरेक क्रियाकलापमा एउटा सानो समुदायको लडाइँ हुँदाखेरि झाइ झगडा हुँदा पनि सेना उतार्नुको कारण, हेलिकप्टर ल्याउनुको कारण, त्यो जनतालाई त्रास फैलाउनुको कारण किन भोलि चाहिँ बाहिरी त्यस्तो हस्तक्षेप भयो भनेदेखि नेपाली सेना केही पनि गर्न नसकोस्, नेपाली जनताले पनि साथ नदियोस् भन्ने हिसाबले त्यो कुरा हामीले बुझ्नुपर्छ। इरानको लडाइँ हेर्नुपर्छ। इरानको लडाइँमा सेनालाई जनताले कति साथ दिइरहेको छन्। त्यस्तै नेपालमा पहिले खम्पा विद्रोह हुँदाखेरि नेपाली जनताले कति